नमस्कार। खुल्ला मञ्चको यो अर्को श्रृङ्खलामा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आज म डिबी स्पोन्सर प्रेसर अथवा डिबी परेकाहरूलाई स्पोन्सर गर्नेहरूले दिने दबावको बारेमा आफूले जानेका केही कुराहरू सत्य रूपमा राख्ने जमर्को गर्दैछु। डिबी स्पोन्सर प्रेसर अथवा अमेरिका आएपछि किन नेपाली चुप बस्छन्? आजको यो भिडियो अमेरिकामा बस्ने हजारौं नेपालीहरूको मनभित्रको पीडा हो, तर जसबारे धेरैले बोल्न सक्दैनन्। यो भिडियो कसैको विरुद्धमा भने कदापि होइन। यो भिडियो एउटा सत्यको पक्षमा बनाउने मैले जमर्को गरेको छु। म एउटा संवेदनशील विषयमा बोल्दैछु, डिबी स्पोन्सर प्रेसर। अमेरिका आएपछि पनि नेपाली किन चुप बस्दछन्? दुख्दा पनि किन बोल्न सक्दैनन्? आफ्नो अधिकार थाहा हुँदाहुँदै पनि किन डराइरहेका हुन्छन्? यो भिडियो हेर्ने धेरैले यो अवस्था भोगिसक्नु भएको छ, अथवा धेरैले अहिले भोगिरहनु भएको छ, अथवा कतिले भोग्न बाँकी नै छ। यो खुल्ला मञ्च हो, म यहाँ सत्य कुरा मात्रै पस्कने प्रयास गर्दछु। डिबी भिसामा स्पोन्सर हुनुको अर्थ के हो? स्पोन्सर भनेको सरकारलाई म सहयोग गर्छु भनेर ग्यारेन्टी दिने व्यक्ति हो। स्पोन्सर भनेको मालिक होइन, न त ऊ भगवान हो, न ऊ तपाईको अधिकारको नियन्त्रक हो। स्पोन्सरले सरकारलाई केवल आश्वासन दिन्छ, सुरुवाती सहयोग गर्दछ। त्यसैले स्पोन्सरले गर्न नपर्ने कुराहरू के छन् त भन्ने बारेमा पनि बुझ्नु जरुरी छ। स्पोन्सरले गर्न नपर्ने कुराहरू तपाईको जीवन नियन्त्रण, तपाईको जागिर छान्ने अधिकार खोज्ने, अथवा तपाईलाई डर देखाउने। तर वास्तविक जीवनमा के हुन्छ? हाम्रो नेपाली समाजमा स्पोन्सरलाई भगवान जस्तै बनाइन्छ। उसैले ल्यायो, उसैले खुवायो, उसकै घरमा बस्न पाएको, यही सोचले स्पोन्सरलाई ठुलो बनाउँछ र डिबी विजेतालाई सानो बनाउँछ। अब सत्य कुरा गरौँ, स्पोन्सर प्रेसर भनेको के हो? कामको दबाव, बसाइको दबाव, डर देखाउने दबाव, चुप बस्न बाध्य बनाउने दबाव। धेरै नेपालीले भोग्ने यथार्थहरू चाहिँ यही काम गर्नुपर्छ, अरू काम खोज्यो भने समस्या हुन्छ, ओभरटाइम पैसा बिना गर, बाहिर धेरै कुरा नगर, कानुन र पुलिसको कुरा नगर भन्ने जस्ता दबाब दिइन्छ। यो सहयोग होइन, यो नियन्त्रण हो। कसैको घरमा बस्दा नियम हुन्छ, ठिकै हो, तर जीवन नियन्त्रण गर्नु, काममा शोषण गर्नु, डर देखाएर चुप गराउनु, अथवा उसले लगाएको जागिरबाट निकालिदिन्छु, अथवा उसको जागिरमा, उसको प्रोपर्टीमा गरिएको जागिरबाट बर्खास्त गरिदिन्छु भन्ने जस्ता गलत सूचनाहरू चाहिँ सरासर गलत हुन्। डर बनाम यथार्थ। सबैभन्दा ठुलो समस्या के हो? डर। कुन डर? ग्रीन कार्ड खोसिन्छ, इमिग्रेसन बिग्रिन्छ, डिपोर्ट हुन्छ, आदि इत्यादि। तर यथार्थ कुरा के हो भने डिबी विजेता कानुनी रूपमा आएको हो अमेरिका। वर्क परमिट डिबी विजेता अथवा तपाईको अधिकार हो। जागिर परिवर्तन अमेरिकामा पूर्ण रूपमा कानुनी हो। तपाईले कसैको दबावमा, कसैको छत्रछायामा बसेर जागिर गरिरहनुपर्छ भन्ने कुनै लिखित कानुनी दबाव यहाँ छैन। स्पोन्सरले तपाईको इमिग्रेसन अधिकार नियन्त्रण गर्न सक्दैन। तर यो कुरा कसैले स्पष्टसँग भन्दैन तपाईलाई। किन? किनकि डरमा बसेको मान्छेलाई नियन्त्रण गर्न सजिलो हुन्छ। आज अमेरिकामा धेरै नेपाली ग्यारेज, बेसमेन्ट, सानो कोठामा आफ्ना सपना दबाएर बसेका छन्। दिनभर काम, राति थकान, मनभित्र अपराध बोध। डिबी जितेर पनि केही गर्न सकिन। म स्पोन्सरकै भरमा छु, म बोल्न सक्दिनँ। यी यस्ता ताना बानाहरूले डिबी परेकाहरूलाई, डिबी परेर अमेरिका आएकाहरूलाई दबाइरहेको हुन्छ। यो सबै अमेरिकाको गल्ती होइन, यो सिर्फ अथवा केवल डरको जेल हो। सबै स्पोन्सर खराब हुँदैनन्, तर अज्ञानतामा आधारित व्यवस्था
धेरै पटक पीडादायी हुन्छ। उपाय के त? एउटा उपाय छ ज्ञान। वर्क पर्मिट भनेको स्वतन्त्रता, सोसियल सेक्युरिटी भनेको आत्मनिर्भरता। अर्को जागिर। जागिर परिवर्तन कानुनी हो। एक भन्दा बढी काम गर्न अमेरिकामा सजिलै पाइन्छ। अर्को छ दूरी, सम्मानका साथ दूरी राख्ने र भावनात्मक ब्ल्याकमेलमा कदापि नपर्ने। अर्को जानकारी समुदायसँग जोडिने, चुप बस्ने होइन बुझ्ने, लडाईँ गर्नु पर्दैन, गाली गर्नु पर्दैन, शान्त तर दृढ भएर रहनु पर्दछ। स्पोन्सरहरूलाई तपाईँले सहयोग गर्नुभयो त्यो ठुलो कुरा हो, तर तपाईँ मालिक होइन। डिबी विजेतालाई के भन्न चाहन्छु भने तपाईँ योग्य हुनुहुन्छ, तपाईँ डराउनु पर्दैन। अमेरिकामा आएर पनि नेपालीले नेपालीलाई थिच्नु भनेको गलत परम्परा हो। यो भिडियो कसैको विरुद्ध होइन, यो भिडियो डरको विरुद्ध हो। यो भिडियो सेयर गर्नुहोस् ताकि कुनै नेपाली चुप बसेर रुनु नपरोस्। यो खुला मञ्च हो, यहाँ सत्य बोल्ने प्रयास गर्दछु। धन्यवाद।